खगेल र सुनार दाइले चाहिँ संसद भवनभित्र सिंगल खेल्ने भए हो अरे क्या। हिजो अस्ति रोडमा चाहिँ यत्रो बडे साङ्ली त्यो गदा राँगालाई बान्ने साङ्ली घाँटीमा झुन्डाएर हिँडेको बिर्सिनु भयो दाइ। सांसद हुने बित्तिकै तपाईँको के जिउमा बोसो लाग्न थालिहाल्यो। एउटा सांसद भएर तपाईँको बोल्ने तरिका त्यही हो, संसद भवनभित्र गुन्डा शैली देखाउने हो तपाईँ। तपाईँको चाकमा बोसो लागेको हो दाइ, बोसो लागेको हो, बोसो लागेको भन्नु दाइ। आगोमा पगाल्ने बोसो त्यो जनता नै हो भोलिको दिनमा तपाईँको बोसो लागेको। हिजोको दिनमा यत्रो बडे साङ्ली त्यो घाँटीमा बान्ने त्यो गोरुलाई बान्ने साङ्ली झुन्डाएर हिँडेको बिर्सेको बाटोमा। आज सांसद भन्ने बित्तिकै तपाईँ दादागिरी शैलीमा गुन्डागरी शैलीमा तपाईँ सांसद भन्नेभित्र बोल्ने तरिका त्यही हो। जनताले त्यही कारणले पठाएको तपाईँको के हो तरिका त्यो दाइ? तपाईँ गुन्डा हो। कपाल दारी काटेर त्यहाँ अर्को पालि संसद भवनभित्र जानु होला। त्यो के हो गुन्डागर्दी? यत्रो दारी यत्रो लामो कपाल त्यस्तो हुन्छ सांसद? कपालदारी त्यही हो सांसदले लगाउने हाम्रो देशको। भोलि आउने हाम्रो पिँढीले के सिक्छ, हाम्रो बालबच्चाले के सिक्छ दाइ? गति छाडा शैलीमा नहिँड्नु होला। त्यो कपालदारी चाहिँ अर्को पालि जाँदाखेरि संसद भवनभित्र छिर्नु अगाडि काटेर जानु होला। त्यो गति छाडा पारा भयो तपाईँको। त्यो लाजमा लाग्दैन अलिकति? सांसद भवनभित्र बसेर बोल्ने तरिका त्यही हो तपाईँको। सिङ्गल हो के तपाईँको बोसो लागेको जिउमा? तपाईँलाई युआरसी खेलाउन लानुपर्ने इन्डियातिर नकआउट होला फेरि।